एमालेमा भाँड भैलो मच्चियो। नेताहरू एक आपसमा भिड्दै, ओली तनावमा। बालिन सरकार बनेपछि बसेको संसदको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर एमाले भित्र भाँड भैलो मच्चिएको छ। नेकपा एमालेका नेताहरू एक आपसमा भिड्न थालेका छन्। सामाजिक सञ्जालमा एमाले भित्रको विवाद छताछुल्ल भएको छ। पार्टीका नेताहरू एक आपसमा भिड्न थालेपछि अस्पतालको बेडमा भएका अध्यक्ष केपी शर्मा ओली झनै तनावमा परेका छन्। एकातर्फ मुद्दाको पीर, अर्कोतर्फ पार्टी फुट्ने पीरले ओली निकै तनावमा छन्। बिहिबार संसदमा नेता बादलले रासोपाको अभूतपूर्व जितमा आन्तरिक र बाह्य शक्ति दुवैको भूमिका रहेको आरोप लगाए। मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था र पात्रहरूले रासोपाको जितमा निर्णायक भूमिका खेलेको आरोप बादलले लगाएका हुन्। त्यस्तै टिओबी, एआई अल्गोरिदम लगायतले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म, निरपेक्षता, शान्ति र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराका रूपमा स्थापित गरेको र सिंहदरबार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाएको बताएका थिए। बादलको उक्त अभिव्यक्ति पार्टीको नभएको भन्दै एमालेका कतिपय नेताहरूले आपत्ति जनाएका छन्। बादलको अभिव्यक्तिलाई लिएर नेता सुरेन्द्र पाण्डेले पनि आपत्ति जनाएका छन्। हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो। सेनाले जोगाएनन्, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो, सबै दोष अरूलाई, हामी पनि दोषी छौं। यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्। यसअघि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतले उनको भनाइप्रति असहमति जनाएका थिए। खासमा बादलको अभिव्यक्तिले एमाले तरङ्गित बनेको छ। बादलको अभिव्यक्तिपछि एमाले कहिल्यै नसुध्रिने भन्दै अनेक टीका टिप्पणी भइरहेका छन्। यस विषयमा तपाईको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।